म एक महिला हुँ र म सधैँ महिला सुरक्षाको पक्षमा उभिन्छु। तर आज मेरो मनमा एउटा प्रश्न छ। के महिलाहरूको लागि छुट्टै ब्लू बस चलाउनु नै हाम्रो समस्याको वास्तविक समाधान हो? के यसले समस्यालाई अझ गहिरो बनाइरहेको छ? हामीलाई थाहा छ, सार्वजनिक यातायातमा महिलाहरू सुरक्षित महसुस गर्दैनन्। भिडभाडमा हुने दुर्व्यवहार एउटा तितो यथार्थ हो। तर के यसको समाधान महिलाहरूलाई समाजबाट अलग गर्नु हो? यसरी छुट्टै बसको व्यवस्था गर्दा समाजमा गलत सन्देश जान पनि सक्छ कि महिलाहरू सुरक्षित हुनका लागि सधैँ अलग नै बस्नुपर्छ। यस्तो व्यवस्थाले कतै महिलाहरूलाई कमजोर भएको महसुस त गराउँदैन। अर्कोतिर यसले पुरुषहरूमा पनि आक्रोश बढाउन सक्छ, किनकि सबै सार्वजनिक बसमा महिला र पुरुषका लागि अलग अलग बस चलाउनु सरकारका लागि पनि व्यवहारिक छैन। यदि हामीले महिला र पुरुष बराबर हुन् भन्ने नारा लगाउँछौँ भने के उनीहरूलाई अलग राख्नु उचित होला त? यसले त समस्या झन् बढाउन सक्छ। जब एउटा ठाउँमा महिलाको आफ्नै बस हुन्छ, तब अरू सार्वजनिक स्थानमा उनीहरूमाथि हुने दुर्व्यवहारलाई सामान्य मानिने खतरा पनि हुनछ। म यो व्यवस्थाको विरोधी भने होइन। सायद तत्कालका लागि यो उपयोगी पनि छ। तर दीर्घकालीन समाधान अलग हुनु भन्ने पक्कै पनि होइन। अब यसमा प्रश्न आउँछ, वास्तविक समाधान के हो त? सीसीटीभी क्यामेरा। हरेक बसमा निगरानीका लागि सीसीटीभी क्यामेराको व्यवस्थापन हुनुपर्छ। दुर्व्यवहार गर्नेलाई तत्काल र कडा कानुन कारबाही हुनुपर्छ। चालक र सहचालकलाई यात्रुहरूको सुरक्षाको जिम्मेवार बनाउनुपर्छ। अफिस समयमा बसको सङ्ख्या थपेर भिड व्यवस्थापन गर्नुपर्छ। हामीलाई छुट्टै बस होइन, सुरक्षित बस चाहिएको हो, जहाँ महिला होस् वा पुरुष, जोसुकैले पनि निर्धक्क यात्रा गर्न पाओस्। हामीले सिस्टम मात्र होइन, हाम्रो मानसिकता परिवर्तन गर्नुपर्छ। तपाईलाई के लाग्छ? महिलाहरूका लागि छुट्टै बस चलाउनु सही हो कि साझा बसलाई नै सुरक्षित बनाउनु? तल कमेन्टमा आफ्नो विचार लेख्नुहोला।